कुरी हेलो साथीहरू, आज चाहिँ हामी पिकनिक खान आएको छौँ है। उहाँ चाहिँ मेरो मम्मी हो। मेरै त हो नि भ्लग पनि। हेलो गाइज, हामी सेकुवा पोली खानु हिँडेको। यस्तो ठाउँ छ है, अनि हामी चाहिँ पानी खोज्नु यस्तो तलास गर्दैछौँ पानी कता छ भनेर। 1 2 कता जानु भएर क्या है। बोल्दिनँ केही। नमस्ते, उहाँ चाहिँ मेरो तुमा है। हजुर, र हामी चाहिँ मासु पोलेर खाने नयाँ साल पनि लाग्दैछ, तर नयाँ सालमा लाग्ने हामी हिँड्यो है। अनि उता माथि चाहिँ 3 जना है, ड्याडी तुमा दादाहरू आउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो काजल पनि छ, उसलाई हुन्छ हेर्दै जानु होला है त। हामी यस्तो बिच बाटोमा हिँड्दैछौँ। समुद्रको भन्दा पनि सर्दु खोला हो यो चाहिँ। छिटाउन तिमीहरूलाई के भयो? हगो साथीहरू, यसको चाहिँ यहाँनिर काजल हगेछ क्या। त्यस्तै गर्छ यो, जता पायो त्यति हगिदिन्छ। भयो भने मुखतिर पनि हगिदिन भइहाल्छ। त्यही भएर हामीले चाहिँ अब यो ठाउँलाई चुज गरिसक्यौँ है पिकनिक मनाउनुको लागि। अनि यहाँनिर चाहिँ पानी पनि बग्दै आएको रहेछ खोलाको, तलतिर थिएन नि त। अनि यहाँनिर हल्का पनि रहेछ। यहाँदेखि माथि जान सकेनौँ हामी, त्यही भएर यही लोकेसन चुज गऱ्यौँ। अनि यहाँनिर चाहिँ हामीले कराई नै ल्याउनु बिर्सेछौँ क्या टुप्याङ बनाउनुको लागि। अनि तुम्बाले हामीलाई यहाँनिर यसरी बनाउनु भनेर सिकाउँदै हुनुहुन्छ। पानीमा लगाएर त्यो पानी उमालौँ, अनि पानी उमालेपछि अनि यहाँनिर तुम्बाको आइडिया चाहिँ कसैलाई मन नपरेको अवस्था भएपछि हामीलाई चाहिँ फेरि यत्रो माथि आइसकेपछि फेरि घर जानुपर्ने भयो सामान लिनु। अनि यहाँनिर चाहिँ ड्याडीले भन्दै हुनुहुन्छ के सामान ल्याउनु भनेर। कराई ठुलो कराई ठुलो हो, सुन्छौँ क्या ठुलो कराई, सेतो पुनिङ, साबुन, मिट मसला, 4 कुरा प्याज छ। प्याज ल 5वटा भयो होइन, 5वटा। गाइज हामीले चाहिँ अब यहाँनिर सामान पनि ल्याइसक्यौँ है। ड्याडीले जुन भन्नुभएको थियो त्यो सबै सामान लिएर यहाँनिर हाम्रो ढुङ्गा तताउने कार्यक्रम चल्दैछ। अनि ढुङ्गा चाहिँ पड्केकै थियो क्या। अनि लास्टमा चाहिँ यो सबै पड्केर गयो। अनि यहाँनिर हाम्रो सेकुवा पनि बनाउँदै हुनुहुन्छ तुम्माहरूले। अनि यहाँ चाहिँ हामी एउटा आडी धुँदैछौँ है गाइज। कुरी करेन्ट जाउँछ 2 लाखवटा जति छ। यो चाहिँ म खाना लगाइरहेको छु। अब म चाहिँ सुरु गरेँ। त्यसो गरेर हुन्न। खाइसक्यौँ है गाइज। सँगै राखेको खोल्दै हिरानी डान्स एक्सर्साइज गर्नुभएको कि डान्स गर्नुभएको? के हुँदैन हौ, छोड हट्दैन। धेरै हुन्छ पानीको पक्रिँदाखेरि काट पनि हुँदैन।
अहिले भुइँमा राखेको छ के हुन्छ त कस्तो लाग्छ सही गरौँ गफ गरौँ हेर बिचरा घाँटी खुइदिएछ ओइ हालाउ त टिफिनभित्र ल अब पछ्याउँछ होला ल है गएको कसरी पार्नु अब ल साथीहरू अब हामी चाहिँ घर फर्किँदै गरेको है त यो बिर्को कसले छोडेको ल साथीहरू अब हामीले पिकनिक पनि मनाइसक्यौँ है सबै सामान यहाँनिर हामीले चाहिँ आएको धरकनले पनि छोडिदिइसक्यौँ हामीले चाहिँ यहाँनिर बोतलहरू मात्रै बोकिरहेको छौँ है पछाडि मम्मीहरूले बोकेर आउनुभएको छ आउँदै हुनुहुन्छ सामानहरू बाँकी सामान अनि सबैजना पछाडि हुनुहुन्छ म र स्मारिका चाहिँ यहाँ अगाडि आइसक्यौँ अनि प्रियङ्का चाहिँ अघि घर गइसक्यो क्या साथीहरू अब तपाईँलाई के भन्छ हामीले आज काजललाई पनि छोडिदिइसक्यौँ यत्रो आएको धरकनलाई कति बस्छ हामीसँग नि 1-2 महिनै बस्छ नि बुनु 3 महिना होला त्यत्रो बस्यो अनि अब हामीले छोडिदिउँ उसलाई पनि अब गयो जङ्गलमा तर कहाँ बस्छ होला घर जान्छ ल साथीहरू तपाईँले यहाँसम्म भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद यस्तै Do not forget like, comment and share and subscribe. Bye.